हालेलुया हालेलुया यीशु ख्रीष्टको नाममा सबैजनालाई जय मसीह। आज अति नै खुसी आनन्द मैले सोच्नै नसकेको अनि मैले कल्पनै नगरेको कुराहरू जसरी फेरि विचारको साथमा समझनै नभ्याउने आनन्द चाहिँ परमप्रभुले दिनुभएको छ। किनभने पास्टर दावा सानो अवस्थाको हुनुहुन्थ्यो अनि एकदमै बिरामीले ग्रस्त हुनुहुन्थ्यो अनि छुटकारा उहाँले पाउनुभएको थियो अनि त्यही छुटकाराको जरा उहाँमा रहिरहेको कारणले पछि आएको त्यो जुन चाहिँ अघि भन्दै हुनुहुन्थ्यो उहाँले 2024 को जुन डरलाग्दो त्यो समस्याबाट पनि उहाँले छुटकारा पाउनुभयो। साथै अनि पास्टर जीएस पास्टर दावा अनि पास्ने आमा चन्द्र र फेरि पास्टर जीएस र पास्ने मनु उहाँहरू चाहिँ परमेश्वरले दिनुभएको पहिलो फल अनि एकदमै दुःख अनि एकदमै मेहनत र कष्टको समयमा म कति त्यो दिनहरू सम्झेर अझै पनि मलाई आँसु रोकिँदैन। अनि परमेश्वरले गर्नुभएको पहिलो काम पहिला मैले 2001 मा परमेश्वरलाई पाएँ। त्यस पछाडि मेरो पति पनि बाँच्नु भयो नि छोराछोरी पनि बाँचे। मेरो छोरा मनराज अनि छोरी मन्दिरा उहाँहरू बाँचे। अनि पछिबाट मैले जब पवित्र आत्माको शक्ति अनि त्यो चाहिँ भरपुर चाहिँ मैले कहाँबाट पाएँ भन्दा हाम्रो पास्टर हाबिलले पहिला बढ्नु भएको चर्च अनि त्यहाँ एकदमै मेहनत परिश्रम गरिएको थियो। अनि उहाँ चाहिँ हामीभन्दा मभन्दा नि पहिलाको विश्वासी हुनुहुन्थ्यो। अनि त्यहाँ चाहिँ हामी सङ्गतिमा जाने गर्थ्यौँ। अनि त्यहाँ पहिलोपल्ट मैले पवित्र आत्माको शक्तिले भरिएँ। त्यस पछाडि मैले चाहिँ पवित्र आत्माको शक्तिद्वारा चाहिँ उहाँको काम चाहिँ मेरो जीवनबाट हुँदै 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 गयो। अनि सबैभन्दा पहिलोपल्ट उहाँकै चर्चमा मैले पवित्र आत्माको शक्ति पाएको र म आशिषित भएको। त्यस पछाडि फेरि मेरो छोरीको विवाह पनि त्यही चर्चमा भएको अनि म आशिषित अति नै धन्यको भएको छु। अनि यति ठुलो आशिष अहिले अनि उहाँद्वारा अनि आज परमेश्वरले राख्नुभएको नि यत्रो 10 वर्षपछि पनि 2001 देखिको 10 सम्मको कुरा चाहिँ पास्टर जीएस अनि पास्टर दावा अनि हाम्रो बिचमा भइरहेको थियो छोटकरीमा बनेको। अनि तर पनि यत्रो यहाँ अमेरिका आएर पनि 10 वर्षसम्म अब कति 12 वर्ष पनि भइसक्यो। कति कुराहरू कति मानिसहरूको सोच र विचारहरू परिवर्तन भयो तर उहाँहरूको सोच विचार परिवर्तन भएन। जुन दिन हामीले रुँदै रोपेको थियौँ छरेको थियौँ अनि त्यसको पठन आज गर्न पाएको छौँ। अनि यतिका मानिसहरू अनि सन्ची बहिनी अनि सन्ची बहिनीको हस्बेन्ड अनि उहाँको छोरा जो ठुलो हुनुहुन्छ उहाँको नाम अरुण अनि सानो छोरा अनिस है उहाँ चाहिँ एकदमै पहिलो फल हाम्रो के उहाँहरूद्वारा नै उहाँहरू बाँच्नु भएको परमेश्वरलाई धन्यवाद भएको। यतिका मण्डली चाहिँ आज परमेश्वरले उहाँहरूद्वारा आज जोड्नु भएको छ। अनि अहिले फेरि यो समयहरूमा उहाँलाई एकै बनाएर काम गर्नुभएको छ। अब यो कुरोहरू चाहिँ बिस्तारै अझै बढ्दै जानेछ वृद्धि हुँदै जानेछ। हामी सङ्गतिमा हामी एकतामा रहेर परमेश्वरको महिमा हामी हाम्रो जीवनबाट गर्नेछौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि दुवै छोराहरूको जीवनमा अनि छोरीहरूको जीवनमा अनि सम्पूर्ण मण्डलीमा स्वर्गीय आशिष बोल्दछु स्वर्गीय वृद्धिपना बोल्दछु अनि स्वर्गीय छुटकारा बोल्दछु। धन्यवाद। यो समय यति सबैजनालाई